यो हामीसँग दुईटा ल्यापटप रहेको छ, एसरको एस्पायर लाइट 15 Ryzen 5 र अर्को चाहिँ एसएसको VivoBook 15 Ryzen 5 प्रोसेसर वाला। दुईटा ल्यापटप कस्तो छ यो दुईटालाई खोलेर हेर्दियौँ गाइस। गाइस यो दुईटै रहेको छ मेरो हातमा Ryzen 5 को ल्यापटप कुन हो भन्दाखेरि यो चाहिँ एसरको एस्पायर लाइट जसमा तपाईले Ryzen 5 को 7000 सीरीज को प्रोसेसर पाउनुहुनेछ। यो चाहिँ एसएसको VivoBook 15 जसमा तपाईले Ryzen 5 को 7000 सीरीज को प्रोसेसर पाउनुहुन्छ। यो दुईटै ल्यापटपमा हैन गाइस 16 GB को RAM छ, 512 GB को SSD छ। सो डिफरेन्शिएट चाहिँ के छ? यो ल्यापटपमा तपाईले DDR5 RAM पाउनुहुन्छ भन्दाखेरि तपाईले यो ल्यापटपमा चाहिँ DDR4 RAM पाउनुहुनेछ। सँगसँगै गाइस तपाईले यो दुईटा ल्यापटपमा हैन यसमा 6 कोर 12 थ्रेड को प्रोसेसर पाउनुहुनेछ भने यसमा 4 कोर र 8 थ्रेड को प्रोसेसर पाउनुहुनेछ। सो ल्यापटप दुईटा हेर्दाखेरि सेम हुँदा पनि यसको भित्रको कुरामा चाहिँ धेरै डिफरेन्शिएट छ गाइस। सो तपाईलाई यदि Ryzen 5 ल्यापटप चाहिएको छ भने त्यसको लागि बसमा ढुक्काबाट सम्पर्क गर्नुस्। र गाइस मैले यो ल्यापटपलाई यति धेरै एक्सप्लेन त गरे तर Ryzen 5 ल्यापटप कसको लागि बेस्ट हुन्छ? हो गाइस Ryzen 5 ल्यापटप भनेको हैन यदि तपाई स्टुडेन्ट हुनुहुन्छ, तपाई आईटी पढ्नुहोस् अथवा तपाई एमबीए, बीबीए, एमबीबीएस जेसुकै पढ्दा पनि तपाईहरुको लागि यो ल्यापटप चाहिँ एकदमै बेस्ट हुनेवाला छ। किनभने यो ल्यापटपहरुको विशेषता के छ भन्दाखेरि यो ल्यापटपहरुमा चाहिँ ब्याट्री ब्याकअप एकदमै राम्रो पाउनुहुन्छ। जुन चाहिँ एच सिरिजमा तपाईले एकदमै कम पाउनुहुन्थ्यो भने तपाईले यो यु सिरिजको Ryzen 5 ल्यापटपहरुमा एकदमै राम्रो ब्याट्री ब्याकअप पाउनुहुन्छ। र अब तपाईहरु धेरैको कम मिसकन्सेप्सन के होला भन्दाखेरि अब यु सिरिज हुने बित्तिकै यो त आईटी स्टुडेन्टको लागि पक्कै पनि मिल्दैन हैन गाइस। यदि तपाई एकदमै टाइट बजेटमा हुनुहुन्छ भने तपाईको लागि यो त हैन गाइस तर यो ल्यापटप जसमा 6 कोर 12 थ्रेड रहेको छ यो ल्यापटप चाहिँ एउटा आईटी स्टुडेन्टको लागि एकदमै राम्रो चोइस हुन सक्छ इफ यु आर इन अ लिमिटेड बजेट गाइस।